आज मलाई कहीँ रोकिने छुटै छैन, कहीँ रोकिने छुट छैन। म चाहिँ कन्टिन्युसली दौडेकै है। पानी पर्दा पनि दौडिने, चट्याङ पर्दा पनि दौडिने। यसरी चाहिँ राम्रो देखिन्छ क्या, किनभने यो ठ्याक्कै अघि म दौडिरहेको एन्टी लाइट भयो, यो चाहिँ छ्याक्कै लाइटले मलाई प्रोटेक्ट गर्छ नि त। अनि त्यही भएर कस्तो बाटोतिर जहाँ पाएँ चाहिँ फोहोरहरू नफालियोस् भनेर चाहने मान्छे म। तर झन् फोहोर है नै हुन्छ यसरी। अनि हजुरहरूलाई म एउटा नोटिस चाहिँ के दिन चाहन्छु भने, है म चाहिँ मेरो फ्लावर्सहरूलाई चाहिँ आई रियली डु लभ फ्लावर्स है। म चाहिँ फ्लावर्सहरूलाई माया गर्ने मान्छे। आई लभ यु फ्लावर्स। मलाई चाहिँ फ्लावर्सहरूलाई माया गर्छु म नेचरलाई चाहिँ माया गर्छु है। अनि म चाहिँ इच एन्ड एभ्री लिभिङ थिङलाई चाहिँ माया गर्छु कि है। अनि दौडिनुपर्छ, दौड्यो भने चाहिँ है। अब म चाहिँ कस्तो मान्छे भन्दाखेरि कुनै पनि कुराले चाहिँ हामीलाई रियाक्ट गर्न खोज्यो भने हामीले त्यो कुरालाई चाहिँ रियाक्सनको रूपमा लिनु भएन होइन। उसको पर्सनल लाइफमा के भइरहेको थियो उसले त्यही अनुसार नै रियाक्ट गर्छ नि त। त्यस कारण हेर्नुहोस् त कस्तो राम्रो छ है। हेर्नुहोस् ल कस्तो राम्रो आनन्दको छ। हेर्नुहोस् मान्छे यदि वर्स्ट हुन चाह्यो भने होइन, कल्याप्स्ड हुन चाह्यो भने, खतम हुन चाह्यो भने इन लिटरल सेन्स जसरी पनि हुनसक्छ। तर मान्छे चाहिँ बनिन चाह्यो भने चाहिँ हेर्नुहोस् ल, बनिन चाह्यो भने चाहिँ मान्छेलाई धेरै समय लाग्छ कि। त्यही भएर हामीलाई सकेसम्म चाहिँ बनिनु नै पर्छ है। हामीले बनिनु नै पर्छ अनि मात्रै सबै चिज हुन्छ। म चाहिँ अपडेटेड 48.86 मिटर हाइट छु, हजुरहरूको चाहिँ नियमित प्रस्तुता। अनि हजुरलाई म सधैँ भन्छु मेरो चाहिँ हिस्टोरिकल प्रोफाउन्ड